तर कमरेड ओलीको हकमा अथवा केही नेताहरूको हकमा, प्रचण्डको हकमा, शेरबहादुर देउवाको हकमा, यो काङ्ग्रेसका अरू बुढा नेताहरूको हकमा यिनले पाउनु नपर्ने कुरा केही पाएका छैनन्। आजसम्म यिनीहरूले खानुपर्ने जति खाएका छैनन्। अलकत्रा मात्र बाँकी रहेका छन्। जस्तै यो गैर जिम्मेवार पनि सुनिएला होइन। तर उहाँहरूले सत्ता अभ्यास गरेको त बाफ्रे, माओवादी र काङ्ग्रेस गठबन्धन गरेर आयो। जबकि यो चुनावमा गठबन्धन माओवादी र काङ्ग्रेसले गर्न मिल्छ विचारका हिसाबले, सिद्धान्तका हिसाबले। जस्तो आन्दोलनमा लाग्ने, प्रजातन्त्र प्राप्तिको, गणतन्त्र प्राप्तिको लाग्ने कुरा गठबन्धन ठिक छ क्या। चुनावमा भोट हाल्न, जनतालाई भोट हाल्ने ठाउँमा कार्टेलिङ गरे होइन। अनि त्यो कार्टेलिङ तोडेर फेरि काङ्ग्रेस र एमालेको गठबन्धन, वाह, त्यस्तो पनि हुन्छ। बिहान स्वर्ग र नर्कको कुरा छ, फेरि बेलुका गएर अनि कमरेड प्रचण्ड भ्यालिड, देउवा भ्यालिड अझै, अनि ओली भ्यालिड, यस्तो चाहिँ हुन सक्दैन। हेर्नु यसका त्यही त तपाईँ यसरी चर्को आवाज बोलिरहनु भएको छ नि। पहिलो कारबाही भन्नु, फेरि दोस्रो कारबाही भन्नु होला होइन। कारबाही त यस्तो, जस्तो मलाई चाहिँ यो सत्तामा पुगेपछि, कमरेड ओली आएपछि जस्ता जस्ता हामी अभ्यास गर्दै थियौँ, यसले त हामीलाई पुर्याउने नौसिदमै हो। त्यो नै करेक्सन गर्नुपर्ने थियो। अनि आजसम्म आइपुग्दा त कमरेड ओली त अब चुपचाप घर रिटायर्ड लाइफ हुन्छ क्या। जस्तो रिटायर्ड लाइफ हुन्छ नि त मान्छेको, कर्मचारीहरू अब 60 वर्षमा रिटायर्ड, 58 वर्षमा हुने प्रावधान छ। अब अहिले 55 बनाउँदैछन् भन्दैछन् होइन। हरेक पेसामा चाहिँ रिटायरमेन्ट हुन्छ। यदि रिटायरमेन्ट हुन्न भने पोलिटिक्समै हुन्न। तर त्यो रिटायरमेन्ट कस्तो हुन्न भने उहाँले एकदम धेरै हुन्छ नि सफलताहरू हासिल गरेको, समाजले, देशले उहाँको ज्ञानबाट, उहाँको क्षमताबाट, उहाँको डेडिकेसनबाट एकदम धेरै कुरा प्राप्त गर्दै गर्दै गए भए चाहिँ रिटायरमेन्ट हुँदैन भन्न पनि मिल्थ्यो क्या। म फेरि एकदम उमेर चाहिँ लाग्नै पर्छ, यो चाहिँ लोकसेवा नै हो जस्तो पनि ठान्दिनँ। तर कमरेड